104.5 मेगाहर्ज आवाज हाम्रोमा सम्पूर्ण स्वर सङ्गीत सुर लय र तालमा अल अडियो हियर awesome। हाई हेलो एन्ड नमस्ते स्वागत गर्न चाहन्छु सम्पूर्ण मित्रहरूलाई कार्यक्रम के गर्दै हुनुहुन्छमा कार्यक्रमको साथमा म रेणुका मैनाली उपस्थित भइसकेकी छु भने मलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ राजनजीले। हाम्रो यस कार्यक्रम आउने गर्दछ हरेक दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म मात्र रेडियो आहा 104.5 मेगाहर्जमा सम्पूर्ण स्वर सङ्गीत सुर लय र तालमा भन्ने नाराको साथमा हामीलाई सुन्न सक्नुहुन्छ। हाम्रो यस कार्यक्रमलाई www.radioaha.com लगइन गरेर विश्वको जुनसुकै कुनाबाट पनि एकैसाथ सुन्न सक्नुहुन्छ भने हाम्रो अफिसियल फेसबुक पेजबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। हाम्रो युट्युब च्यानल पनि रहेको छ जहाँ विभिन्न सेक्टरमा रहनुभएका व्यक्तित्वहरूसँगको कुराकानीहरू रहेका छन्। यहाँले हाम्रो युट्युब च्यानललाई पनि फलो गर्न सक्नुहुन्छ। आज शनिबार हामी क्विज खेल्नेछौँ यहाँहरूसँग 1 बजेदेखि 2 बजेको समयमा क्विज खेल्नेछौँ। प्रत्येक व्यक्तिको लागि 5वटा प्रश्न सोधिनेछ र प्रत्येक प्रश्नको लागि 15 सेकेन्डको समय निर्धारण गरिएको छ। यहाँहरू हाम्रो स्टुडियोको नम्बरमा कल गरेर हामीसँग क्विज खेल्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 59000936 र 59000937। यो दुईवटै नम्बरमा कल गरेर हामीसँग क्विज खेल्न सक्नुहुन्छ। पक्कै पनि है मौसम पनि 2 दिनदेखि त के हो जस्तो है अलिकति केही गर्मी भएको जस्तो भएको थियो 2 दिन अगाडिसम्म। फेरि आज त एकदमै चिसो पनि भइरहेको छ है। पक्कै पनि यहाँहरू आज शनिबार फुर्सदको समयमा नै बसिराख्नु भएको छ र यहाँहरू चाहिँ हामीसँग मजासँग कल गरेर हामीसँग क्विज खेल्न आउन सक्नुहुन्छ। आज नारी दिवस पनि रहेको छ। आज 115औं नारी दिवस पनि रहेको छ। यसको बारेमा हामी पछि मजासँग कुराकानी त गर्ने नै छौँ। तर यो 1 बजेदेखि 2 बजेसम्मको टाइम भनेको चाहिँ यहाँहरूको क्विज खेल्ने टाइम हो। हाम्रो लाइनमा कोही मित्र आइसक्नु भएको छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। नमस्कार हजुर। नमस्ते, कहाँदेखि को बोल्नुभयो होला? सुनिल राई खोटाङबाट। सुनिलजी के छ खोटाङको खबर? घाम लागिरहेको छ कि चिसो छ कि? एकदम चिसो छ है। आज शनिबार फुर्सदको समयमा आउनुहुन्छ। यहाँको खानपान त पक्कै भइसक्यो होला है सुनिलजी? भइसकेको छ। यहाँलाई हाम्रो कार्यक्रमको रुल्स पनि सबै थाहा छ। हाम्रो रेगुलर कलरै हुनुहुन्छ। अब हामी कार्यक्रमतर्फ नै जाऊँ त सुनिलजी? है जाऊँ है त। यहाँको लागि पहिलो प्रश्न है त। ध्यान दिएर सुन्नु होला। खरबुजा र तरबुजाको उत्पत्ति स्थल कुन देशबाट भएको थियो? चीन हो कि? कन्फर्म हुनु पर्यो। अब के भन्नुहुन्छ? चीनमै लक गरौँ कि यसो ट्राई चेन्ज गर्ने कि यही नै हो तपाईँको फाइनल आन्सर? ल चीनै भन्नुभएको छ। चेक गरौँ है त। गलत जवाब भएको छ है सुनिल चाहिँ। यसको सही उत्तर चाहिँ दक्षिण अफ्रिका रहेको छ है त। ल हजुरको लागि दोस्रो प्रश्न रहेको छ। हिमालयका आधारमा नामाकरण गरिएको 2 अञ्चलहरू कुन कुन हुन्? अनि अर्को 2टा भन्नु पर्यो। हो कि भनेर भएन, अझ गेस गर्नु। सगरमाथा र अन्नपूर्ण भन्नुहुन्छ। हामी चेक गरौँ त। गलत भएको छ है। अब अन्नपूर्ण पनि हिमाल त हिमालय हो है, तर पनि एकदम निर्धारित भएर नामाकरण गरिएको अञ्चल चाहिँ सगरमाथा र धौलागिरी रहेको छ है त। ल हजुरको लागि तेस्रो प्रश्न रहेको छ। सेतो मच्छिन्द्रनाथको रथ यात्रा कसले प्रचलनमा ल्याएका थिए?
प्रताप मल्ल एकदम स्योर हुनुहुन्छ कि के हो? ए ढुक्कै हुनुहुन्छ। अब यहाँ हामी चेक गरौँ है त। हजुरको लागि यो सही जवाफ भएको छ, प्रताप मल्ल रहेको छ। अब हजुरको लागि चौथो प्रश्न है त। उहाँसँग डिस्कनेक्टै भयो जस्तो छ है, के गर्ने है। अलिअलि प्राविधिक रूपमा पनि समस्या आइरहेको छ है। उहाँको 2टा प्रश्न बाँकी नै थियो। फेरि अर्को मित्र आइसक्नु भएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। नमस्कार हजुर। हेलो हजुर, नमस्कार। सम्भवतः उहाँसँग पनि डिस्कनेक्टै भयो जस्तो लागिरहेको छ। पक्कै पनि है, आज टेक्निकल रूपमा अलिकति केही प्रब्लम भएको हो कि जस्तो लागिरहेको छ। केही छैन, तपाईँहरू पनि ट्राई गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु भएको छ। नमस्कार हजुर। नमस्कार, कहाँदेखि को बोल्नुभयो होला? प्युठानबाट ऋषिराम। ऋषिरामजी, के छ प्युठानको खबर? हाम्रो पनि एकदमै ठिकै छ। यतातिर चाहिँ अलिअलि बिहान चाहिँ चिसो चिसो नै थियो, अहिले चाहिँ यसो अलिअलि घाम लागिरहेको छ। प्युठानमा के चिसो नै छ होला है? ठिकै छ। हाम्रो ऋषिरामजी रेगुलर कलर पनि हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रमको रुल्स पनि थाहा नै छ। शनिबार छुट्टीकै समयमा हुनुहुन्छ है। अब हामी कार्यक्रमतर्फ नै जाउँ त ऋषिरामजी। हजुरको लागि पहिलो प्रश्न रहेको छ, पूर्वको रङ्गीन मोती भन्नाले कुन देशलाई बुझाउँछ? श्रीलङ्का भन्नुहुन्छ। यसमै स्योर हुनुहुन्छ कि हामी के गरौँ, चेक गरौँ? यसमा दुविधा छ। ठिकै छ, तर यहाँले हामीले जुन उत्तर लिएर आएका छौँ त्यो उत्तर भइदियो भने चाहिँ राम्रो है। यहाँ अब कुन उत्तर भन्नुहुन्छ? यसो लास्टचोटि फाइनल एन्सर भन्नु त हजुरको। हो, उहाँसँग पनि डिस्कनेक्ट भयो आज। एकदमै है, कस्तो ब्याड लक भइरहेको छ भने नि है। कलहरू काटिरहेको छु। यहाँहरू पनि हाम्रो स्टुडियोको नम्बरमा डायल गरेर आउन सक्नुहुन्छ। 59000936 छ र 59000937 है। यसमा डायल गरेर हामीसँग क्विज खेल्न सक्नुहुन्छ। आज कम्प्लिट रूपमा क्विज खेल्नै पाएका छैनौँ है। कोही मित्र आइसक्नु भएको छ, उहाँसँग चाहिँ डिस्कनेक्ट नहोस् भन्ने हाम्रो कामना रहेको छ। नमस्कार हजुर। हेलो हजुर, नमस्कार। उहाँसँग पनि डिस्कनेक्ट नै भयो जस्तो लागिरहेको छ है। आज एकदमै प्रब्लम आइरहेको छ। नमस्कार हजुर। नमस्कार, कहाँदेखि को बोल्नुभयो होला? जीवन तामाङ काभ्रेदेखि है। के छ जीवनजी, काभ्रेको कुन ठाउँबाट होला हजुर? ओके, के छ त्यहाँको मौसमको अहिले एकदम चिसो नै छ कि घाम लागिरहेको छ कि के छ जीवनजी? धुम्म छ, पानी पर्ला जस्तो भइरहेको छ। एकदम चिसोमा चिया कफी पिउँदै हामीलाई सुन्दै हुनुहुन्छ है। हाम्रो रेगुलर कलर पनि हुनुहुन्छ। अब हामी कार्यक्रमतर्फ नै जाउँ त जीवनजी। हजुरको लागि पहिलो प्रश्न रहेको छ, पूर्वको स्कटल्यान्ड भनेर कुन भारतीय सहरलाई बुझाउँछ? दार्जिलिङ भन्नुहुन्छ। गेस गर्नु भएको छ है। अब हामी के गरौँ त, यसो चेन्ज गर्न चाहनुहुन्छ कि हामी चेक गरौँ, यही फाइनल गरौँ? ओके, यही भन्नुभएको छ। हामी चेक गर्छौँ है त। हजुरको गलत जवाब भएको छ है। यसको सही उत्तर चाहिँ सिलोङ सहर रहेको छ है त, इन्डियाको। ल, हजुरको लागि दोस्रो प्रश्न रहेको छ, क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? डोल्पा, एकदम कन्फर्म हुनुहुन्छ? हामी चेक गरौँ है त। यसको सही जवाफ दिनुभएको छ है, डोल्पा नै रहेको छ। हजुरको लागि तेस्रो प्रश्न रहेको छ,
रातो मच्छिन्द्रनाथको रथ यात्रा प्रचलनमा कसले ल्याएका थिए? हजुर। राजा नरेन्द्र देव भन्नुभएको छ। के गर्न चाहनुहुन्छ जीवनजी? यसमै अन्तिम यही नै फाइनल एन्सर हो कि चेन्ज गर्न चाहनुहुन्छ कि के गर्नु त? अ, ल नरेन्द्र देव नै भन्नुभएको छ। हामी चेक गरौँ है त। जीवनजी यसको सही उत्तर दिनुभएको छ, नरेन्द्र देव नै रहेको छ। हजुरको लागि अब चौथो प्रश्न रहेको छ। आधुनिक कवि भनेर कसलाई चिनिन्छ? आधुनिक कवि भनेर कसलाई चिनिन्छ? कुपा सजिलो पऱ्यो क्या जस्तो छ है यो हजुरलाई। है हुन त पढ्ने मान्छेलाई सजिलै हुन्छ नि होइन? ल हामी चेक गरौँ है त। हजुर यसको सही उत्तर दिनुभएको छ है। हजुरको लागि अन्तिम प्रश्न रहेको छ। परेवाको चरित्र जसरी हुन्छ नि, अब म हजुरलाई सानो इक्जाम्पल दिन चाहन्छु। अब कछुवालाई हामीले एकदम सुस्तरी हिँड्ने भनी बुझ्छौँ नि त होइन, एकदम स्लो मोसन भन्ने बुझ्छौँ। यस्तै चरित्रको आधारमा होइन, एउटा परेवाको चरित्र चाहिँ उसलाई के भनेर चिनिन्छ? परेवालाई शान्त भन्नुहुन्छ। अनि हाम्रो जीवनजीको चरित्र चाहिँ कस्तो छ त? है त्यही भएर मिल्यो जस्तो छ। हामी चेक गरौँ है त यहाँको उत्तर। हजुर जीवनजी यहाँलाई धेरै बधाई पनि दिन चाहन्छु। 5वटा प्रश्नमध्ये 4वटा प्रश्नको सही जवाफ दिन सफल हुनुभएको छ। हाम्रो कार्यक्रमको अन्त्यसम्म सुन्दै गर्नु होला है त। हस् त, नमस्ते जीवन तामाङ हुनुहुन्थ्यो काभ्रेबाट। यहाँहरू पनि हामीसँग आउन सक्नुहुन्छ भन्दा भन्दै हाम्रो लाइनमा कोही मित्र आइसक्नु भएको छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। नमस्कार हजुर। नमस्कार, कहाँदेखि को बोल्नुभयो होला? पर्वतबाट रामकृष्ण सुवेदी भन्नुभयो। रामकृष्णजी के छ पर्वतको खबर अहिले? ठिकै छ। मौसम कस्तो? चिसो चिसो नै छ कि घाम लागिरहेको छ कि के छ पर्वततिर अहिले? है यता पनि त्यस्तै छ है। घाम खासै अलिअलि हो कि जस्तो मात्र छ। अनि हाम्रो रामकृष्णजीको खानपान त भइसक्यो होला होइन? ठिकै छ। अब यहाँलाई हाम्रो कार्यक्रमको रुल्स थाहा छ कि छैन रामकृष्णजी? थाहा छ है। हामी यहाँलाई 5वटा प्रश्न सोध्दैछौँ है। ल यहाँलाई थाहा छ भने हामी कार्यक्रमतर्फ नै जाऊँ है त। ल हजुरको लागि पहिलो प्रश्न रहेको छ। संसारको सबैभन्दा ठुलो पिरामिड कुन देशमा छ? हजुर रामकृष्णजी भन्नुहोस् त यहाँको उत्तर। ए इजिप्ट भन्नुभयो? सुनिन, सरी। इजिप्ट भन्नुहुन्छ? ल हामी चेक गर्छौँ है त। यसको गलत जवाब भएको छ। यसको सही उत्तर चाहिँ मेक्सिको रहेको छ है त। हजुरको लागि दोस्रो प्रश्न रहेको छ। क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? हजुर हजुर भक्तपुर भन्नुहुन्छ कि यसो गेस गर्नु भएको कि एकदम कन्फर्म हुनुहुन्छ? एकदम कन्फर्म है। ल हामी चेक गर्छौँ है त। हजुर भक्तपुर नै रहेको छ। यहाँले सही उत्तर दिनुभएको छ। हजुरको लागि तेस्रो प्रश्न रहेको छ। गाई जात्रा प्रचलनमा ल्याउने व्यक्ति को थिए? हजुर हजुर के भन्नुहुन्छ हजुर?
के भन्न चाहनुहुन्छ हजुरको ऐन अन्तिम? हजुर के भन्नुहुन्छ हजुर? प्रताप मल्लै भन्नुहुन्छ? हजुर है, हजुरले जगत प्रकाश मल्ल पनि भन्नुभएको थियो, तर हामीले ल्याएकोमा चाहिँ जगत प्रकाश मल्ल नै रहेको छ है त रामकृष्णजी। हजुरको लागि चौथो प्रश्न रहेको छ, नेपालको नाट्य कवि भनेर कसलाई चिनिन्छ? गोपाल प्रसाद रिमाल भन्नुहुन्छ। अलिकति यसो गेस गर्नु न। गोपाल प्रसाद रिमाल त पहिला पनि यसको उत्तर गइसक्यो जस्तो लाग्यो है। यहाँले सुन्नु भएको थियो कि थिएन? अलिकति मैले यहाँलाई हिङ्स दिएँ। अलिकति गेस गर्न सक्नुहुन्छ यहाँले। बालकृष्ण सम भन्नुहुन्छ? ल हामी चेक गरौँ है त। हजुर बालकृष्ण सम नै रहेको छ। यहाँले सही उत्तर दिनुभएको छ। अब यहाँको लागि अन्तिम प्रश्न रहेको छ, सुँगुरको चरित्र जसरी अघि सुन्नु भएको थियो है यहाँले, हाम्रो जीवन तामाङजीलाई सोधेको प्रश्न सुन्नु भएको थियो नि यहाँले होइन? अब यहाँले भन्नुपर्ने छ, जसरी हुन्छ नि, अब यहाँलाई इक्जाम्पल त खासै दिनु नपर्ला जस्तो लाग्छ। सुँगुरको चरित्र हामी उसलाई के भनेर चिन्छौँ? के को प्रतीक, अब के को उपनाम हुन्छ नि, एउटा चरित्र के को चरित्रले चिन्छौँ? हजुर हजुर फोर हो कि भन्नुहुन्छ? ल यहाँको हो कि चाहिँ मिल्यो कि मिलेन हामी चेक गर्छौँ है त। धेरै बधाई दिन चाहन्छु रामकृष्णजी, यसको उत्तर फोर नै रहेको छ। यहाँले 5वटा प्रश्नमध्ये 3वटा प्रश्नको सही जवाफ दिन सफल हुनुभएको छ। हाम्रो कार्यक्रमको अन्त्यसम्म सुन्दै गर्नुहोला है त। हस् त, नमस्ते। रामकृष्ण सुवेदी हुनुहुन्थ्यो पर्वतबाट। यहाँहरू पनि हाम्रो स्टुडियोको नम्बरमा डायल गरेर आउन सक्नुहुन्छ। हाम्रो स्टुडियोको लाइनमा कोही मित्र आइसक्नु भएको छ। आउनुहोस् उहाँलाई स्वागत गरेर। नमस्कार हजुर। दर्शन नमस्ते। कहाँदेखि को बोल्नुभयो होला? इन्सु राई। इन्सु राई के छ? खोटाङदेखि होइन हजुर? छैन नि, बिर्सेको। हजुरकै मुखबाट यसो सुनौँ भनेर मात्र हो। हाम्रो इन्सुजीको खबर के छ त? हाम्रो पनि एकदमै ठिक छ है। खोटाङतिर पनि घाम नै त लागिरहेको छ होला है? ठिकै छ। हाम्रो इन्सुजीले खानपान पनि भइ नै सक्यो होला है? खानपान भयो त हाम्रो इन्सुजीको? हजुर हजुर हेलो सुन्नु। हजुर यहाँको है हाम्रो फोन अलिकति टेक्निकल रूपमा पनि प्रब्लम आएको छ। हामी कार्यक्रमतर्फ नै जाऊँ है त इन्सुजी। ल हजुरको लागि पहिलो प्रश्न रहेको छ, गद्दाफी रङ्गशाला कुन देशमा छ? गद्दाफी रङ्गशाला कुन देशमा रहेको छ? गद्दाफी रङ्गशाला कुन देशमा छ? हजुर 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 यसो गेस गर्नु न। अब एकचोटि सुन्नु भएको छ, यो दोस्रो पटक भयो होइन? अब यसो गेस गर्नु न। हजुर हजुर सुनिरहेको छौँ। यहाँको उत्तरको प्रतीक्षामै छौँ। के भन्न चाहनुहुन्छ यहाँ? हजुर हजुर इन्सुजी हामीले सुनिरहेको छौँ यहाँको उत्तर। हजुर हजुर कुन देशमा छ? यहाँले देशको नाम भन्नुपर्ने छ इन्सुजी। हजुर हजुर चीन भन्नुहुन्छ? अब के गरौँ त? यहाँको उत्तर अन्तिम उत्तर ल चिने भन्नुभएको छ। हामी चेक गरौँ है त। हजुर गलत भएको छ। यसको सही उत्तर चाहिँ पाकिस्तान रहेको छ है त इन्सुजी। पाकिस्तान। हजुरको लागि दोस्रो प्रश्न रहेको छ, क्षेत्रफलको हिसाबले सबैभन्दा सानो अञ्चल कुन हो? राप्ती भन्नुहुन्छ?
क्षेत्रफलको हिसाबले सबैभन्दा सानो अञ्चल कुन हो? हो, आज एकदमै टेक्निकल रूपमा समस्या आइरहेको छ है। यहाँहरू पनि हाम्रो स्टुडियोको नम्बरमा डायल गरेर आउनुहोला। 590093 छ र 590093 यहाँहरूको लागि खुल्ला छ। तर अहिले चाहिँ हामी एउटा सर्ट कमर्सियल ब्रेकमा जान्छौँ र ब्रेकपछि यहाँहरूसँग क्विज खेल्न आउने नै छौँ। सुन्दै गर्नुहोला रेडियो आहा 104.5 मेगाहर्ज।